उहाँले बोल्ने तपाईँहरूले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो? कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ। सडक विभागको ऐन अनुसार हो त्यो। हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ। हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुन कारबाही गरौँला नि त। कानुनी कारबाही ढिला होला, त्यहाँ काम पहिले भइरहेछ। काम त ठेका लगाए पनि काम भइहाल्छ नि। काम त ठेका लगाए पनि काम भइहाल्छ नि। गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो छ भने त भएन। दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन। अधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला। होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। सही हो, सही हो। आँखाको भावलाई कसरी बुझ्ने त? अब नबुझ्ने पत्रकार छ भने त्यो हाम्रो जिम्मेवारी हो त। खै त के त? बैठकमा च्यालेन्ज गर्नुहोस्। 22 वटाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुनमा जानुहोस्, तयार छु। तपाईँले कति बस्यो भनेर यहाँ यो सहर बन्दैन। तपाईँलाई के च्यालेन्ज दिने ल भन्नु? के कुराको च्यालेन्ज? गीत गाउन सजिलो रहेछ कि यो चुनावको माहौलमा रङ्गिन सजिलो रहेछ? होइन, गीत गाटिकल जुन सिनारियो बनेको छ त्यो पनि गाह्रै काम हो। तर गाह्रो कामलाई चाहिँ गाह्रो रूपमा सोच्नु चाहिँ भएन। अब यो गाह्रो छ कि ओहो के गर्ने होला भनेर सोध्नु भन्दा पनि आफ्नो काम गर्ने हो नि त। हाम्रो इक्जाममा पनि साथीभाइ पढ्दाखेरि ओहो भोलिको इक्जाम त एकदमै गाह्रो छ, के गर्ने त्यो सोचेर बस्नु भन्दा त बिहानदेखि बेलुका